हामी नेपाली भएर अनि यो खजुरी पफ मन नपराउने त सायद कमै छ मलाई। हामी जुनै देशमा भए पनि नेपाली स्टोरहरूमा भेटिरहेको हुन्छ र हामी किनेर खाइरहेको हुन्छौँ। यदि हजुरहरूले किन्नु भएको छ भने एकचोटि ब्याच नम्बर कति हो अवश्य चेक गर्नुहोला। र अहिले रिसेन्टली चाहिँ नेपाल गभर्मेन्टको फुड एन्ड सेफ्टी डिपार्टमेन्टले चाहिँ खजुरी पफको ब्याच नम्बर B13A र 5A मा चाहिँ इन्डस्ट्रियल ट्रान्स फ्याट 2% भन्दा बढी भेटिएको छ र सरकारले चाहिँ यो ब्याचहरू नकिन्नु र नखानु भनिरहेको छ र जहाँ जहाँ बिक्री भएको छ सबै ठाउँबाट चाहिँ रिकल गरिरहेको छ र ट्रान्स फ्याटले चाहिँ लङ टर्म हार्ट डिजिज कोलेस्ट्रोलहरू गर्ने भएको कारणले चाहिँ अहिले सरकारले सबै प्रोडक्टहरू रिकल गर्दै आएको छ। र यदि हजुरहरूको घरमा छ भने चाहिँ हजुरहरूले एकचोटि ब्याच नम्बर चेक गर्नुहोला। र अघि भर्खरको कुरा म मेरो साथीसँग बोल्दै थिएँ अनि उसले चाहिँ चिया र पफ खाँदै थिइन् अनि मैले चाहिँ यो त रिकल गरिरहेको छ किन खाएको भन्दाखेरि चाहिँ अब यो किनिहालेँ अब किन फाल्नु बरु खान्छु भनेर भन्दै थिइन्। अब कति मान्छे हुन्छन् मरे पनि बरु म त खाएरै मर्छु भन्ने खालको मान्छे पनि हुन्छन् र यो ट्रान्स फ्याटले चाहिँ एकदमै सिरियस हेल्थ प्रब्लमहरू आउन सक्छ। त्यही भएर सबैले आफ्नो केयर गर्नुहोला र कम्पनीले पनि प्रब्लम सल्भ गरेर अब छिटै हेल्दियर ब्याचहरू ल्याउँछ भन्ने आशा छ।